मैले कहाँबाट सुरु गरौँ होला? अत्यन्तै थोरै जमिन भएको गरिबीबाट बाँचेको मान्छेलाई गरिबीबाट उन्मुक्ति कहिले दिने होला? हामीले सम्झँदै ल्याउँदाखेरि हामीले चाहिँ औद्योगिकरण यान्त्रिकरणको माध्यमबाट सिङ्गो नेपालीलाई कसरी आफ्नो खुट्टामा उभिन सक्ने बनाउने होला? हामी कहाँबाट सुरु गरौँ होला? तर यहाँ आएर उद्योगी र व्यवसायीको विचारहरू सुनिरहँदा जताततै पुवाल परेको छ कि के हो भन्ने ढङ्गबाट जुन विश्लेषण लगाएका आफ्ना पीडाहरू यहाँहरूले राख्नुभयो। म के विश्वास दिलाउन चाहन्छु भने म नेपाल सरकारको सदस्य रहेकै कारणले आज उठेका सबै विचारहरूलाई समष्टिमा एकीकृत गरेर यसलाई हामीलाई दिने व्यवस्था गरियोस्। यसका लागि म के निवेदन गर्न चाहन्छु भने मैले कुन ठाउँबाट सुरु गर्नुपर्छ, मेरो कर्तव्य के हो भन्ने कुरालाई म यहाँहरूका माझमा सबै जवाफ दिनुभन्दा पनि त्यसलाई कार्यान्वयनमा लैजाने काममा क्रियाशील रहने कुरा यहाँहरूका बीचमा निवेदन गर्न चाहन्छु र विश्वास पनि दिलाउन चाहन्छु। धेरै सन्दर्भका कुराहरू आएका छन्। मैले अरू विभागसँग अरू मन्त्रालयसँग रहेका कुराहरू मैले जानकारीमा त राखेँ, तर मैले जवाब दिनुभन्दा पनि म आफूले सम्हालेको मन्त्रालयका सन्दर्भमा धेरै महत्त्वपूर्ण विचारहरू उठेका छन्। त्यो विचारलाई सुरुमा मैले निवेदन गरेको थिएँ। सुरुमै भने एक रोपनी जमिन भएको मान्छेले त्यो जीवन 4 जनाको परिवार धान्नका लागि के गर्नु पर्ला, त्यो गरिबीमा कति दिन बाँच्नु पर्ला, त्यसको व्यवस्थापन कहाँबाट सम्भावना होला? मलाई यही सन्दर्भमा के भन्न मन लागेको छ भने हामीले कृषिको माध्यमबाट त्यस्ता व्यक्तिहरूलाई गरिबीबाट हटाउन सकिन्छ। त्यसको व्यवस्थापन कुन ढङ्गबाट गर्न सकिन्छ त भन्दा 82-83 को बजेटमा सबैलाई सम्बोधन हुने किसिमबाट आएका कारणले यस वर्षको बजेट विगतका तुलनामा यस वर्ष सकारात्मक रूपमा छ। यसलाई हामीले कार्यान्वयन चरणमा सबैले हातेमालो गर्दै अगाडि बढ्यौँ भने त्यो सम्भावना देखिन्छ भन्ने कुरा मैले यहाँहरूका बीचमा निवेदन गर्न चाहन्छु। र त्यसको माध्यम के हुन सक्छ? म यहाँहरूलाई कृषिका सन्दर्भमा मात्रै म केही कुरा राख्न चाहन्छु। स्थानीय स्तरमा उत्पादित स्वास्थ्य र पोषणयुक्त खाद्य वस्तुको उपभोग प्रवर्धन गर्ने व्यवस्थापन यस पटकको बजेटमा आएको छ। त्यसले सकारात्मक सन्देश दिने र कार्यान्वयन चरणमा हामीले इमानदारिताका साथ लाग्न सक्यौँ भने त्यो सम्भावना छ भन्ने सोच नेपाल सरकारले बनाएको छ। त्यसैगरी 2 वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री प्रदेशका 22 जिल्लामा चैते धान खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिने कुरा अघि सन्दर्भ पनि उठेको थियो। त्यो सन्दर्भलाई हामीले विगतको वर्षभन्दा यो वर्ष चैते धानलाई प्रवर्धन गर्ने ढङ्गबाट अगाडि त बढायो। मलाई थाहा पाएको किसानले फोन गरेर अब हामीले धान भित्राउने समय आयो, पानी पर्न लागेको छ, तर व्यवसायीहरूले तपाईले तोकेको मूल्यभन्दा कम दिएको छ, त्यसका लागि तपाईले के सोच बनाउनु भएको छ? हामी त मर्ने भयौँ, हामीले धानको मूल्य त तोकिदियौँ भन्ने पीडा र गुनासो पनि हामीसँग सँगैसँगै आएको छ। उत्पादन गरिएको छ, तर बीचमा व्यवसायीहरूले गएर हामी चाहिँ 2700 तिर सक्दैनौँ, 1500 भन्दा मूल्य आउँदैन भन्ने ढङ्गबाट जुन विचारहरू आएका छन्, त्यसले गर्दा उत्पादनमा मात्रै जोड दिने होइन, यो ढङ्गका यस्ता अप्ठ्याराहरूले पनि हामीलाई समस्या बनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्य तथा उच्च पहाडी जिल्लाका 80 स्थानीय तहमा उच्च मूल्यका बाली वस्तुको खेती प्रवर्धन गर्ने नयाँ कार्यक्रम यो वर्षबाट आएको छ। मैले यहाँका बीचमा निवेदन गर्नुपर्छ। यसै गरी बाली लगाउने समयभन्दा 15 दिन अगावै धान, मकै, गहुँ, उखु, कफी लगायतका उत्पादनको समर्थन मूल्य तोकिनेछ भएर हामीले यो वर्षबाट सुरुवात गर्ने योजनाका साथ हामी आएका छौँ। र जहाँसम्म अघि हाम्रो नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आदरणीय पूर्व मन्त्री मीर विश्वकर्माज्यूले ज्यादै महत्त्वपूर्ण विचार उठाउनु भयो, उहाँले त्यो विचार नउठाउनु भएको भए मैले सायद यो राख्न सक्दैन थिएँ। खाद्यमा तरकारी, फलफुल, मासु र दुधजन्य पदार्थ बजारमा बिक्री गर्नु पूर्व अनिवार्य रूपमा गुणस्तर तथा विषादी परीक्षण आउँदो साउन महिनाबाट गर्नका लागि राज्यले बजेट छुट्याएको छ। त्यसको व्यवस्थापन गर्ने कार्यमा सरकार लागि परेको कुरा पनि मैले यहाँहरूका बीचमा निवेदन गर्नुपर्ने हुन्छ। त्यसैगरी कृषि, पशु र खाद्य
क्वारेन्टाइन र प्रयोगशालाको गुणस्तर सुधार गरी अन्तर्राष्ट्रिय मान्यता प्राप्त अनुसार पारिपट्टि एउटा गुणस्तरको महत्त्वपूर्ण छ। क्वारेन्टाइन छ, पारिपट्टि केही पनि छैन, टेक्निकल कर्मचारी मात्रै बसेको छ। त्यो ढङ्गको व्यवस्थाले भएन भन्ने ढङ्गबाट यस वर्ष नयाँ हिसाबले सोच बनाइएको छ। त्यसैगरी निर्माणाधीन ठूला कृषि बजारहरू छन् हामीसँग 11 वटा कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको। त्यसको व्यवस्थापन हामीले मजबुत ढङ्गबाट सम्भव भएसम्म सबै सदरमुकामहरूमा त्यो पुर्याउने उद्देश्य छ। तर हामीसँग समस्या बजेटको सीमितता छ, आर्थिक सङ्कुचन छ। मुलुक नै आर्थिक सङ्कुचनमा रहेका कारणले हामीले त्यो व्यवस्थापन गर्न सकेनौँ। तर यस वर्ष म निवेदन गर्न चाहन्छु, कृषिमा निजी साझेदारी सहकारी वित्तीय संस्थाको सहकार्यमा मात्रै कृषिको विकास सम्भावना छ। म यहाँ उद्योगी व्यवसायी महत्त्वपूर्ण व्यक्तित्वहरू हुनुहुन्छ, म निवेदन गर्न चाहन्छु कृषिबाट पनि हामीले प्रशस्त मात्रामा आम्दानी गर्न सक्छौँ। यहाँहरू पनि त्यो कृषिमा संलग्न हुने वातावरण तयार गरौँ। नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय यसका लागि सदैव यहाँहरूको साथमा रहने कुरा निवेदन गर्दै अन्त्यमा म फेरि पनि निवेदन गर्न चाहन्छु, आजको कार्यक्रमबाट निस्केका निष्कर्षहरू राज्य सञ्चालन क्रममा कसले कुन ठाउँमा व्यवस्थापन गर्नुपर्ने हो, कार्यान्वयन चरणमा लैजानु पर्ने हो, त्यसको व्यवस्थापन गर्ने कार्यमा म क्रियाशील रहने फेरि पनि यो समितिलाई निवेदन गर्दै मेरो आफ्नो भनाइ यही अन्त्य गर्न चाहन्छु। मुलुक औद्योगिकरण र कृषिमा औद्योगिकरण र यान्त्रिकरणको माध्यमबाट पनि हामी कम्तीमा नेपालीहरू आत्मनिर्भर बन्न सक्छन् भन्ने विश्वास लिएको कुरा फेरि पनि यहाँहरूका बीचमा निवेदन गर्दै मेरो आफ्नो भनाइ यही अन्त्य गर्दछु। धन्यवाद, नमस्कार, जय हिन्द।